हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ ल? लुगा फेरि एउटा ब्लग लिएर आए तपाईँहरू सामु। आजको ब्लग चाहिँ चिरफाड कार्यक्रम। आज बुढीले छतमाथि लु चिरफाड गर्नु पर्यो। त्यहाँबाट चाहिँ ल गाइस, ल सुरु भएर आज हाम्रो भिडियो चलो। बाहिरबाट आएपछि दुःख गर्नुपर्छ है। घरमा एकदम सुख छैन होइन। धेरै दिन बसेपछि यस्तो दुःख पाइन्छ। दाउरा चिर्नु पर्ने गरे भयो। अनि दुःख छ हौ मलाई। अनि भोलि पूजाको लागि हो त, अनि के दाउरा चिर्नु पर्दैन? त्यसरी होइन, लाम्चो गरेर काटिस न। आजै गर्छ यो। अब ड्यास नै खानेछ राम्ररी। झन्डै झन्डै अर्कै दाउरा गएको। कति साह्रो हो। भएछ। टुक्रा टुक्रा मात्रै हुन्छ त्यही। गरिस न, के हुन्छ नआउने हो, सब कुरा आउँछ मलाई। नगरेको मात्रै पो। अच्छा, हमको सिखा रिया है। लुजा भयो भयो होइन यो भयो होइन भयो। दास केटोले काम गर्छ नि। ल यो चाहिँ मजाले, यो मान्छे सोझो रहेछ क्या म जस्तो। कस्तो मजाले यो मान्छे सोझो हो क्या, म जस्तै हो। कस्तो मजाले आई एम सन्जु ब्रान्ड। देखा आपने लापरवाही का नतीजा है। लौ बुढीले आज काम गरायो त मलाई है। काम गर्नुपर्छ। के हो त्यो अब यसो गर्नु, लाम्चो यसो 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 हेर्छ खुट्टाले पनि चापेर गर्नु न, भाँचिहालिन्छ नि। यत्तिकै जान्छ हौ बुढी। हेर त भयो नि। भयो। यस नआउने के छ त। उभिएर दिनु पर्यो अब त। खोइ हौ, यो त लास्टै घाम मर्छ त। को जस्तो उताबाट गरिस न, उताबाट सजिलो हुन्छ। है गजब बेइज्जती है। ल मान्छे त लास्टै कमजोर रहेछ नि यो पनि। यहाँ काटी छ नि त, त्यही भएर हो क्या बुढी। हेर त कति डर छु म। मेरो हात देखौँ। अगर हम करें तो करें क्या, बोले तो बोले क्या। हात दुखो। ब्याड भयो यार। चक्का तर बल आइदिएको भाइ। मलाई नै उडाइदिन्छ। हमको मारो, हमको जिंदा मत छोड़ो सालो। हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है। कस्तो दिने हो क्या खतरा यार। सानोमा कस्तो खेलिन्थ्यो है। अब त कसले बोलाउला त उस्ता हान्नलाई। अब त यही हो। चुप हो जाओ, चुप हो जाओ। सानोमा क्रिकेट खेलिन्थ्यो। अच्छा ठीक है। अब त खै अर्को जुनीमा फेरि क्रिकेट खेल्छ। बच्चाको रहर है। गाइज अस्ति मेरो बाहिरका साथीहरू हुनुहुन्छ विदेशमा त घर आउने धेरै ठुलो रहर छैन तपाईँहरूको। अरे कहना क्या चाहते हो। हेर्नुहोस् घर आएपछि यस्तो मोज हुन्छ, मस्ती हुन्छ है। आएको 15 दिन रमाइलो, त्यसपछि घमाइलो। त्यही भएर बाहिरै बस्नुहोस्, कमाउनुहोस्, इन्जोय गर्नुहोस्, घर पैसा पठाउनुहोस्। घर चाहिँ आउने नाम नलिनु है, गाह्रो छ। यस्तै गर्नुपर्छ केही दिनपछि। के गर्नु त्यो बिचबाट ढालिस न हो त्यसरी। अझै एउटा पुगेन यसले पनि। त्यही यसरी भाँचिस न बिचमा। खुट्टाले पनि भाँचिन्छ त।
अमेन्द्र बहुबली हो भयो त ए भयो 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 थाहा थियो क्या नगरेको भयो 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 ल धेरै भयो फाइनली गाइज काम सकियो कस्तो लाग्यो तपाईँहरूलाई भिडियो च्यानललाई लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् भिडियो सेयर गरिदिनुहोस् है यस्तो यस्तो भिडियो हामी तपाईँ सामु फेरि लिएर आउनेछौँ बाई